हेलो गाइस, आजको मेरो सानो मिनी ब्लगमा हजुर सबैलाई स्वागत छ। आज चाहिँ म बिहानको 3 बजे उठिसकेको थिएँ। आज मलाई छिटो उठ्नुपर्ने थियो। छिटो त म एक्जाम चलिरहेछ अरू बेला पनि उठ्छु, तर आज म अलिक छिटो उठेँ। सुरुमा म उठेँ तर पनि मलाई निद्रा लागिरहेको थियो, देख्न सक्नुहुन्छ। त्यसपछि के गर्ने, फेरि उठेँ, हातमुख धोएँ। मैले चाहिँ फटाफट हातमुख धोएँ ढिला हुन्छ भनेर। आज चाहिँ साउनको लास्ट सोमबार पनि थियो, साथै मेरो एक्जाम पनि थियो अनि मलाई बिहान नुहाइधुवाइ गर्नु पनि थियो। त्यसैले मैले फटाफट पढ्नु पनि थियो। इभन मलाई पढ्ने सब गर्नु थियो बिहानै 6 बजीसम्म। 7 बजीदेखि मेरो एक्जाम थियो अनि म लागि हातमुख धोएर पढ्नतर्फ। त्यसपछि पढ्न बसेँ, पढेँ आधी घन्टा जति पढेर दिमागमा खासै घुसेन। मेरो चाहिँ जहिले पनि प्रब्लम यही हो, पढ्न त पढ्छु तर मेरो चाहिँ दिमागमा घुस्दैन। त्यसपछि म निदाउनै लागेँ बरु। अनि त्यसपछि म चाहिँ अब उठेँ, आधी घन्टा पढेपछि म उठेँ। अब नुहाउन जानु पऱ्यो भने, तर म नुहाउन जानु भनेर उठेँ थोरै। अनि घरको काम थियो, घरको काम गरेपछि म नुहाउन बल्ल गएँ। अनि नुहाउन जाँदाखेरि अझै राति नै थियो, 5 पनि बजेको थिएन त्यति बेला, 4:30 भएको थियो। अनि म नुहाउन गएँ गाइजहरू बाथरुममा। अनि त्यसपछि नुहाएर निस्केर आफूलाई टक्क ऐनामा देखाइरहेको छु। अनि त्यसपछि म लागेँ रुममा गएँ, अलिअलि आफ्नो कपाल सुकाएँ। त्यसपछि म चाहिँ लागेँ रेडी भएर हलमा गएँ। त्यसपछि हल्का आफूलाई देखाइरहेको छु गाइज। त्यसो अहिले चाहिँ म पढ्दा बसेको, साँझ भोइस ओभर गरिरहेको छु, गाह्रो भइरहेछ गाइजहरू। बाई, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। किप लभिङ, बाई गाइज।